हेलो गुड मर्निङ साथीहरू। म चाहिँ भ्लग बनाइरहेको छु डेली नै। सपोर्ट गरिदिनु होला जिमी भ्लगलाई। म चाहिँ उठेर मुखसुख धोएर ब्रस गरेर खाजासाजा खाएर अब गाउँले जीवन घाँस काट्नु लागि चक्क घाँस काट्नु हिँडेको। आजको दिन पनि अब यस्तै घाँस काट्ने। पानी परिरहेको थियो क्या अघिसम्म, अबैसम्म पानी परिरहेको थियो। अनि बल्ल पानी गएर यसो अलिअलि घाम लाग्यो जस्तो गरेर घाँस काट्नु हिँडेको। र आजको मौसम भन्नुहुन्छ भने तपाईँहरू हेर्न सक्नुहुनेछ है। त्यसै आजको मौसम चाहिँ सो। अनि मेरो भिडियोलाई लाइक सेयर गरिदिनु होला, माया गरिदिनु होला। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है। अनि आज चाहिँ यस्तो घाँस काटिन्छ। यो अब के भन्नु भएन, त्यसो मलाई त बोल्न पनि आउँदैन फेरि। सो को हुनुहुन्छ गाउँबाट यस्तो घाँस दौरा गर्ने, घाँस दौड गर्न सक्ने कोही हुनुहुन्छ भने आउनुहोस्, घाँस काटौँ सँगै। के छ अरे एकबारको जिन्दगीमा होइन। मकै बारी म चाहिँ अहिले घाँस काट्ने ठाउँमा आइसकेको छु होइन। अब टक्क यहाँनिर घाँस काट्ने हो। सर्लक्क एक बारी घाँस काट्ने, घाँस काटिन्छ अब होइन। अनि घाँस काटेपछि जाने भाइ लाएर तिर जाने हो। स्रेम घाँस काटिन्छ अब साथी हो है। खानाले साथी हो मेरो घाँसको भारी पनि पुगिसकेको छ। पसिना आएर मेरो घाँसको भारी चाहिँ यहाँ छ है। अब घाँसको भारी पनि पुग्यो। अब घर जाने